प्रहरीले हातपात गरेको अवस्था छ। दीपक सिंहलाई, माननीय दीपक सिंह यहाँ देख्न सकिन्छ। यहाँ प्रहरीले माननीय दीपक सिंहलाई हातपात गरेको अवस्था छ। यहाँ प्रहरी र राप्रपा शुभेच्छक समर्थकहरू बिचमा मुठभेडको अवस्था बनेको छ। डस्टबिन यो हो काठमाडौँको नेपाली जनताले लगाउँछ। सबिन महर्जनहरूले सुरेश रजकहरूले किन ज्यान गुमाउनु पर्ने परिस्थिति निर्माण भयो, कसका कारणले होइन कसको कारण सुन्नुहोस् न, कसको कारणले भयो भन्ने कुरा सार्वजनिक हुनु पर्यो। त्यसमा को हो मुख्य कारक भन्ने कुरा आउनु पर्यो भनेर आगो लाउनेको चाहिँ देखिएको छ अध्यक्ष, ट्याटो सहित धेरै कुरा देखिएको छ। त्यसैले प्रश्न आउनु पर्यो, कमिसन बनेर यसको निष्कर्ष बाहिर आउनु पर्यो। जस्तो तपाईँहरू जति बेला दलको कार्यालयबाट निस्किनु भयो त्यति बेला धेरै मान्छेहरू हुनुहुन्थ्यो। अब चाहिँ अध्यक्षज्यू हुनुहुन्छ, प्रवक्ताजी हुनुहुन्छ, एक दुईजना मान्यज्यू बाहेक सबैजनालाई चाहिँ प्रहरीले लगिसक्यो, समातिसकेको छ भन्नु परेन, हामीहरूले देखिरहेछौँ। अब यसमा चाहिँ के भन्नु? मैले प्रहरीलाई भन्न चाहन्छु, सरकारलाई भन्न चाहन्छु कि यस प्रकारको गलत क्रियाकलाप नगरोस्। किनभने हामी मूल रूपमा आज निषेधित क्षेत्रमा 5 जना भन्दा बेसीले प्रदर्शन गर्न नपाउने भन्दा 7 जना माननीय सांसदहरू, पार्टीका पदाधिकारीहरू यहाँ छौँ। त्योदेखि बाहेकका अरू कार्यकर्ताहरूलाई, यस कार्यक्रममा संलग्न नभएकाहरूलाई, हाम्रा सहयोगीहरूलाई पक्रेर जुन काम गरेको छ प्रशासनले, म त्यसको चाहिँ निन्दा गर्न चाहन्छु र तत्काल उनीहरूको रिहाईको माग गर्छु। तपाईहरुको शान्तिपूर्ण आन्दोलन भन्नु हुँदा प्रहरीबाट जुन प्रकारको यो भइरहेको छ नि, संसद दलको कार्यालय आएर बस्दिनु, अहिले यसरी पक्राउ गर्नु, यसलाई कसरी हेर्नु भएको छ? शान्तिपूर्ण होइन तपाईहरुले अराजक गर्नु पर्छ लाग्यो। यहाँ देख्न सकिन्छ। यहाँ प्ले कार्डहरू यहाँनिर प्रदर्शन गर्न सकिँदैन, नठेलौँ न, मिल्दैन, हो कानुनले वञ्चित गरेको छ। हजुरहरूलाई हामी वर्ल्ड कप नियन्त्रणमा लिन्छ। यही राख्ने हो कि लाने हो के हो? अनि कतै लान्छु, सुरक्षित ठाउँमा लान्छु। मान्यज्यूहरू सबै बस्नुहुन्छ। डस्टबिन यहाँ देख्न सकिन्छ। प्रहरीले गिरफ्तारी गरिसकेको अवस्था छ। यतिखेर राप्रपाका चाहिँ अध्यक्ष, प्रवक्ता, उपाध्यक्ष लगायत सम्पूर्ण राप्रपा पदाधिकारीहरूलाई यतिखेर प्रहरीले सिंहदरबार गेटबाटै गिरफ्तार गरिसकेको छ। यहाँ देख्न सकिन्छ। माननीयज्यू के भन्न चाहनुहुन्छ?